गर्नुहुनेछ। त्योभन्दा पहिले म कार्यक्रमलाई औपचारिकता दिन चाहन्छु। आजको यो कार्यक्रममा पाल्नुभएका आजका हाम्रा आकर्षणका केन्द्रबिन्दु आदरणीय महावीर पुन सरलाई स्वागत गरिदिनुको लागि म पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीज्यूलाई सविनय अनुरोध गर्दछु र साथ दिनुहुन हाम्रा कार्य समितिका सदस्यज्यूहरूलाई पनि हार्दिक आग्रह गर्दछु। स्वदेशी सिपबाट समृद्धिको यात्रा सम्भव छ भन्ने हामीले सोचिरहेका छौँ। अब म ढिलो नगरिकन आदरणीय महावीर पुन सरलाई आसन ग्रहणको लागि अनुरोध गर्दै यो माइक्रोफोन आजका सहजकर्ता युवा पत्रकार केशव शरण लामिछानेज्यूलाई हस्तान्तरण गर्दछु। धन्यवाद बासुजी र यहाँहरू सबैलाई स्वागत छ। राष्ट्रिय औद्योगिक मेलाको यो कार्यक्रममा सम्भव छ स्वदेशी सिपबाट समृद्धि भन्ने थिमको यो अन्तर्क्रियामा म हाम्रा आजका पाहुना महावीर पुनलाई स्वागत गर्छु। तपाईँहरू सबैलाई पनि स्वागत गर्छु। महावीर पुनको परिचय आवश्यक नै छैन, यहाँहरू सबैले चिनिसक्नु भएको छ। परिचय आवश्यक नभएकै कारणले उहाँको कुनै पनि पृष्ठभूमि र तर्फ नगइकन म सरासर आफ्नो अन्तर्क्रिया कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अघि नै मेरा मित्र बासु मिश्रले भन्नुभएको छ कि आजको यो अन्तर्क्रियात्मक कार्यक्रम मूलत हाम्रा अतिथि महावीर पुनको विद्वत प्रवचन हुनेछ, अर्थात् म प्रश्नहरू कम गर्नेछु र प्रश्नहरूको जरुरत नै पर्ने छैन। महावीर पुनका मर्मस्पर्शी कुराहरू नै, प्रेरणादायी कुराहरू नै हामीले सुन्नेछौँ भन्ने मैले विश्वास गरेको छु। त्यो कुरालाई दोहोऱ्याएँ र कार्यक्रमको सुरुवातमा यो महावीर पुनलाई मानिसहरूले चिन्दाखेरि चाहिँ कसरी चिन्दा रहेछन् अथवा सम्बोधन गर्दा रहेछन् भनेर मैले खोजी नीति गरेको थिएँ। त्यसमा धेरैजनाले चाहिँ डाक्टर साहब भनेर बोलाइरहेको देख्छु मैले, डाक्टर महावीर पुन भनेर बोलाइरहेको देखिन्छ। तर महावीर पुन यहाँले पिएचडी गर्नुभएको अथवा मेडिकल साइन्समा स्नातक गर्नुभएको त्यस्तो हो कि होइन, अथवा मानिसहरूलाई यो किन परिरहेको छ विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने बित्तिकै डाक्टरले मात्रै गर्न सक्छ अरूले गर्न सक्दैन भन्ने परेको के होला, तपाईँलाई के लाग्छ? ल नमस्कार छ सबैलाई। अगाडि बस्नुभएको दर्शक वर्गहरू र यहाँ आयोजक वर्गहरू, धेरैजसो आयोजक वर्गहरू हुनुहुन्छ होला र आज यो कार्यक्रममा चाहिँ मलाई यहाँ निम्ता गर्नुभयो, त्यस कारणले धन्यवाद त दिनै पर्यो हो कि, किनभने तपाईँहरूले मेरो दुई चारवटा कुरा सुन्नुहुन्छ। मन परे पनि सुन्नुहोस्, मन नपरे पनि सुन्नुहोस्। र तपाईँको जो प्रश्न छ मलाई चाहिँ डाक्टर किन भन्छन् भन्नेले, अब रहर लागेकाहरूले डाक्टर भन्छन् होइन। अब किनभने म आफूलाई म डाक्टर कहिले पनि भन्दिनँ होइन, त्यो एउटा उपाधि हो र डाक्टरले गर्ने यो चाहिँ कस्तो हो भने मेडिकल डाक्टर होइन। त्यस कारणले म फेरि गाउँमा फेरि डाक्टरहरू भनेपछि के हुन्छ भने त्यो डाक्टरले जस्तै खास गरी एकाडेमिक फिल्डमा युनिभर्सिटीहरूमा अथवा ठुल्ठुला योजनाहरूमा काम गर्ने त्यस्ता किसिमको डाक्टर पनि होइन। म चाहिँ गाउँमा डुल्ने भएको हुनाले मैले आफूलाई चाहिँ डाक्टर बनाउन चाहन्न, पहिलो कुरा। दोस्रो कुरा, अब कतिपयले मलाई अझै पनि मेसेन्जरबाट लेख्छन् चाहिँ मलाई चाहिँ अब डाक्टरै मेडिकल डाक्टरै भनेर स्वास्थ्यको समस्या यस्तो पर्यो, मलाई चाहिँ तपाईँहरूले चाहिँ सहयोग गर्नु पर्यो, यसलाई के कसो गर्ने भनेर चाहिँ मेसेन्जरमा पनि र फोनमा पनि कतिले चाहिँ मलाई मेडिकल डाक्टर भनेर त्यो चाहिँ के अरे मेसेज गर्छन्। त्यस कारणले त्यो कुरा होइन। म चाहिँ एउटा गाउँमा डुल्ने एउटा र अहिले त जतासुकै डुल्ने भएँ, पहिला गाउँमा डुल्थेँ। 20 वर्षसम्म नेपालको गाउँमा डुलेको हो, खास गरी यो भेगको, यो गण्डकी भेगको र अरू अञ्चलको पनि भेगको गाउँमा डुलेको छु र गाउँमा एउटा सामाजिक काम गर्ने मान्छे हुँ, समाज सेवक हुँ भन्छु मैले। तर मलाई त्योभन्दा बाहेक विभिन्न किसिमको उपाधिहरू दिने गरिएको छ र कतिले चाहिँ
मलाई चाहिँ अब यो एउटा के भन्छ यो विज्ञानको क्षेत्रमा काम गर्ने एउटा वैज्ञानिक पनि भन्छन्, त्यो पनि म वैज्ञानिक पनि होइन भन्छु म चाहिँ। किनभने वैज्ञानिकले जस्तो मैले काम गर्दैन। वैज्ञानिक त कुनै एउटा ल्याबमा बसेर अनि अनेक किसिमको अनुसन्धानहरू गरिरहन्छ, त्यस्तो काम पनि म गर्दिनँ। तर वैज्ञानिकहरूलाई नेपालमा जन्मेका जति पनि वैज्ञानिकहरू छन् अथवा वैज्ञानिक मात्र नभनिकन मैले भन्ने कुरा के छ भने सृजनशील युवाहरू, प्रतिभाशाली युवाहरूलाई चाहिँ मैले चाहिँ प्रोत्साहन गर्ने व्यक्तिको रूपमा आफूलाई चाहिँ भन्न चाहन्छु। अर्को, अब मानिसहरू तपाईँलाई डक्टर भन्छन्, तपाईँ अक्सर कहिलेकाहीँ चाहिँ यो म विद्वान पनि होइन, विज्ञ पनि होइन, म त मूर्ख हुँ पनि भन्नुहुन्छ तपाईँले, त्यस्तो किन भन्नुभयो? मूर्ख त म एकदमै मूर्ख मान्छे हुँ। अब यो मूर्ख के हुन्छ भने एउटा परिस्थितिवश पनि मूर्ख हुनुपर्ने रहेछ। मूर्ख भन्नाले म चाहिँ अब भनौँ न साधारण भाषामा मूर्ख भनेको बल देखाएर हिँड्ने मान्छेलाई चाहिँ मूर्ख भनिन्छ। त्यो मैले बल देखाएर हिँडेको चाहिँ होइन। मैले चाहिँ आफूलाई मूर्ख भन्ने कारण चाहिँ के हुन्छ भने के हो भने यो मैले यो आफ्नो जिन्दगीमा विभिन्न कुराहरू भोगेँ, विभिन्न किसिमको समस्याहरू भोगेँ। जुन समस्याहरू के को लागि भन्दाखेरि मेरो आफ्नो लागि पनि भोगेँ र मैले समाजको लागि पनि भोगेँ। अब यो सबै भोग्ने क्रममा चाहिँ मैले चाहिँ विभिन्न कामहरू पनि गरेँ जो मेरो लागि आफ्नो लागि गरेको होइन, समाजको लागि गरेको हो। जस्तो उदाहरणको लागि म के भन्छु भने म चाहिँ अमेरिकामा पढेर म म्याग्दीमा फर्केँ। म्याग्दीमा फर्केर म्याग्दीको गाउँ गाउँमा बसेर केही कामहरू गर्न त चाहेको थिएँ मैले, होइन? तर ती कामहरू गर्दाखेरि अब पुगिसरी भएन। भनाइको मतलब त्यो कामहरू गर्नको लागि त अब चाहियो, स्रोत साधन चाहियो, आइडिया चाहियो। अब त्यो कुनै पनि आइडियाहरू मलाई थिएन। अमेरिकामा पढ्दैमा सबै कुरा जान्ने भन्ने हुँदैन। अमेरिकामा पढेर गाउँमा आयो भने त्यो चाहिँ कस्तो हुन्छ भनेदेखि एकदमै लाटो हुन्छ। त्यो अमेरिकामै बसेर अमेरिकामै काम गर्यो अथवा अमेरिकामा पढेर यस्तो सहर बजारमा बस्यो भने अलिअलि बाटो त होला, तर समाज सेवा गर्छु भनेर अमेरिकामा पढेको मान्छे आएर समाजमा बसेर काम गर्दाखेरि म आफू चाहिँ एकदमै आफूलाई लाटो महसुस गरेँ। तर त्यो परिस्थितिमा चाहिँ के हो त भन्दाखेरि मैले मेरो लागि दुईवटा अप्सन थियो। पहिलो कुरा कि चाहिँ कामै गर्न छोड्नु पर्यो कि चाहिँ काम गर्नु पर्यो। मैले चाहिँ काम गर्ने भनेर चाहिँ अगाडि बढ्नको लागि चाहिँ मैले आफैलाई भनौँ न प्रोत्साहन दिएँ। तर त्यसको लागि चाहिँ के हुन्छ भने मूर्ख हुनु जरुरी देखेँ मैले। मूर्ख भनेको के हो भन्दाखेरि आफूले नसक्ने काम पनि र आफूसँग केही नभए पनि, कुनै स्रोत साधन नभइकन पनि कुनै काम कसैले गर्न चाहन्छ भने त्यसलाई चाहिँ मूर्ख भने हुन्छ। जस्तो उदाहरणको लागि म भन्छु, मैले गाउँमा बसेर विभिन्न समाजसेवाको कामहरू, खास गरी यो सामुदायिक विकासको कामहरू गर्ने मैले सुरु गरेँ। र त्यो कामहरू गर्दाखेरि मसँग स्रोत साधन थिएन, मसँग आइडिया थिएन, तर जबरजस्ती गाउँमा बसेर त्यो काम गर्न थालेँ। अब कतिलाई थाहा छ होला अथवा कतिलाई थाहा छैन, आजभन्दा 20 वर्ष अगाडि जुन समयमा नेपालमा चाहिँ यो इन्टरनेट भन्ने कुरा भर्खर आउँदै थियो, भर्खर आउँदै थियो र त्यति बेला चाहिँ यो पोखरामा पनि इन्टरनेट आयो। त्यति बेलाको इन्टरनेट र अहिलेको इन्टरनेटमा धेरै फरक छ। र त्यो पोखराको इन्टरनेटलाई मैले पोखराबाट म्याग्दीमा पुर्याउँछु भनेर त्यो चाहिँ असम्भव जस्तो देखिने कामलाई चाहिँ मैले सुरुवात गरेँ। र त्यति बेला मलाई नै मैले आफैलाई मूर्ख भनेको त होइन, कति मान्छेले मलाई मूर्ख भन्थ्यो क्या। सबैले मलाई मूर्ख भन्ने हुनाले मैले पनि ल मूर्खै भने मूर्खै सही भनेर त्यो काम सुरु गरेको हो। काम भनेको के हो भन्दाखेरि पोखराबाट म्याग्दीमा कसरी इन्टरनेट लैजाने, त्यो तारबाट तार टाङ्दै लैजाने त होइन। अहिले त विभिन्न किसिमको प्रविधिहरू छ। अहिले सबैको घरमा अप्टिकल फाइबर गइरहेको छ। अहिले गाउँमा चाहिँ मोबाइलहरू गइरहेको छ। गाउँमा पनि मोबाइलबाट डाटा पनि चलाउन सकिन्छ, अलिअलि इन्टरनेट चलाउन सकिन्छ। तर त्यो समयमा त अहिलेको जस्तो प्रविधि त केही पनि थिएन नि। केही पनि प्रविधि नभएको अवस्थामा
पोखराबाट म्याग्दीमा इन्टरनेट लैजान प्रयास गर्छु भनेर भन्दाखेरि धेरैले मूर्ख भनेको हुनाले त्यति बेला मलाई अरूले मूर्ख भने त्यसपछि मैले आफैलाई चाहिँ मूर्ख भन्न थालेँ। अब त्यस्तै सिलसिलामा जस्तो अहिले कतिलाई थाहा छ तपाईँहरूलाई, मैले राष्ट्रिय आविष्कार केन्द्र भनेर खोलेर त्यहाँ सञ्चालन गर्न थालेको 5 वर्ष जति भयो। त्यो 5 वर्ष पनि मा अब धेरै काम त भएको छैन, केही कामहरू अलिअलि कामहरू भइरहेको छ र गर्ने प्रयासहरू गरिरहेको छौँ। त्यो राष्ट्रिय आविष्कार केन्द्र खोल्ने काम पनि एउटा मूर्ख, सबैभन्दा साह्रै मूर्ख मान्छे चाहिन्छ त्यस्तो कि चाहिँ अब स्रोत साधन हुनु पर्यो, पैसा हुनु पर्यो, आफूसँग 1 कौडी छैन, कौडी पनि छैन र यस्तो किसिमको इनोभेसन सेन्टरहरू चलाउनुको लागि म आफू गाउँमा बसेर 20 वर्ष बसेको मान्छेलाई त्यति आइडिया पनि छैन। हो, मैले इनोभेसन सेन्टरहरू देखेकै हो, विदेशमा पढ्दाखेरि विदेशका इनोभेसन सेन्टरहरू कसरी चल्दा रहेछन्, कसरी चलाउँदा रहेछन् भन्ने कुरा देखेकै हो। तर देख्दैमा त भएन नि, देख्दैमा पुग्दैन। तर त्यही आधारमा चाहिँ मैले के गरेँ भने ल नेपालको लागि यो चाहिँ एउटा आविष्कार केन्द्र जस्ता अनुसन्धान केन्द्रहरू खोल्नुपर्छ र यस्तो व्यापार मेलाहरूमा अहिले तपाईँहरूले विभिन्न किसिमका सामानहरू जो चाहिँ यहीँ उत्पादन भएको पनि राख्नु भएको देखेँ मैले। अब कतिपय सामानहरू बाहिर विदेशमा बनेका सामानहरू पनि ल्याएर राखेको देखेँ। यो आविष्कार केन्द्र खोल्नुको मुख्य कारण के हो त भन्दाखेरि व्यापारको लागि चाहिने सामानहरू उत्पादन गर्ने, त्यो आविष्कार केन्द्रको मुख्य उद्देश्य भनेको। अब व्यापारको लागि त थुप्रै सामानहरू चाहिन्छ, अब सबै सामानहरू अब उत्पादन गर्न त सकिँदैन, तैपनि सकेको सामानहरू उत्पादन गर्ने, तर उत्पादन गर्ने ढङ्ग छैन। कहिले उत्पादन गरेको पनि छैन मैले, कुनै व्यापार पनि गरेको छैन, अनि कुनै यस्तो अनुसन्धान केन्द्र चलाएको पनि छैन, अनि मसँग चाहिँ एउटा काने कौडी पैसा पनि छैन भन्दै पनि मैले चाहिँ मूर्खै गरेर ल जसरी हुन्छ खोल्ने भनेर मूर्ख गरेको हुनाले त्यो मूर्ख भन्छन् सबैले। मूर्ख भन्दाखेरि म त्यो अरूले दिएको टाइटल पनि हो, अरूले पनि मलाई मूर्ख भन्छन् र किन म आफूले मूर्ख भन्छु भने यस्ता किसिमका कामहरू जो तपाईँलाई गर्नु मन लागेको छ, तपाईँलाई साह्रै गर्नु मन लागेको छ, इच्छा छ, तर तपाईँसँग चाहिँ त्यो काम गर्नको लागि चाहिने ज्ञान पनि छैन, त्यो धेरै ज्ञान पनि छैन र धेरै साधन स्रोत पनि छैन, तैपनि तपाईँले त्यो काम गर्नु चाहनुहुन्छ भने तपाईँहरू पनि मूर्ख बन्नै पर्छ। मूर्ख नबनिकन केही काम हुनु सक्दैन। अब कि चाहिँ पुगिसरी आएको हुनु पर्यो, कि चाहिँ गभर्मेन्टले सरकारले अथवा आफ्नो जिजुबाजेको सम्पत्ति हुनु पर्यो, कसैले चाहिँ पैसा टन्न दिएको हुनु पर्यो, स्रोत साधन जुटाइदिएको हुनु पर्यो। स्रोत साधन जुटाएर कसैले दिएको स्रोत साधन जुटाएर अनि त्यसलाई चाहिँ कुनै चिज गर्न चाहन्छ भने त्यसको लागि मूर्खाइ गर्नु परेन। त्यो सजिलो जसले पनि गर्न सक्छ, स्रोत साधन भयो भने त जसले पनि गर्न सक्छ। तर स्रोत साधन नभइकन, आइडिया नभइकन कसैले तपाईँहरूले पनि कुनै काम गर्न चाहनु भएको छ भने राम्रो काम, फेरि नराम्रो काम होइन, राम्रो काम गर्न चाहनु भएको छ भने तपाईँ मूर्ख हुनुहोस्। मैले विद्यार्थीहरूलाई पनि यही सुझाव दिन्छु, अलिकति केही पुगेन भनेदेखि मूर्ख हुनुहोस्, जबरजस्ती गर्नु। मूर्ख हुनु भनेको जबरजस्ती गर्नुहोस्, औला अथवा अर्को कुरा के हो भने बौलाउनुहोस् भनेको के, नबौलाइकन केही पनि हुँदैन। त्यही हो मैले मूर्ख भनेको कारण। धन्यवाद। पक्कै पनि आविष्कार केन्द्र स्रोत साधनको अभाव बिना पनि एउटा दुस्साहसपूर्ण तपाईँले आँट गर्नुभयो, त्यसले नेपालको समृद्धिमा स्वदेशी सिप उत्पादनमा योगदान गर्नेछ। त्यो मूर्खाइका लागि तपाईँलाई धन्यवाद छ, सलाम छ। यो आविष्कार केन्द्रका सन्दर्भमा हामी थप गफ कुराकानी गर्छौँ नै। पक्कै पनि फेरि म अझै अलिकति अगाडि तपाईँकै जीवनशैलीसँग जोडिन खोजेँ। जस्तो आजको नेपाली युवाको सपना भनेको चाहिँ के हो भने धेरै पैसा कमाउने, मिठो खाने, राम्रो लगाउने, छिट्टै धनी मान्छे बन्ने, अलि काम नगरिकनै छिट्टै पैसा सजिलै कसरी आउँछ भन्ने खोजीमा छ। आफ्नो जीवनशैलीलाई एकदमै सुविधा सम्पन्न र विलासी बनाउन चाहेको देखिन्छ। अर्को मूर्खै तपाईँको जीवनशैलीमा पनि हामी देख्छौँ र तपाईँको लवाई खवाई जीवनशैली, बसोबास, खानपान, उठबस चाहिँ अत्यन्त साधारण छ। यति एसियाको नोबेल प्राइज पाइसकेको व्यक्ति, यति धेरै विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारिसकेको व्यक्ति, तर निकै साधारण पोसाकमा हिँड्नुहुन्छ। तपाईँलाई यो आजका नेपाली युवाहरूको जस्तै
राम्रो लगाउने, मिठो खाने, सुविधा सम्पन्न जीवन, विलासी जीवन बिताउने कुनै इच्छा आकाङ्क्षा छैन? अब नेपालको कुरा मात्रै नभनौँ, संसारभरिकै मान्छेहरूलाई मिठो खाने, राम्रो लगाउने, विलासी जीवन बिताउने भन्ने कुरा संसारभरिकै मान्छेहरूको चाहना हो, युवाहरूको चाहना हो। र त्यो चाहना भनेको कोही नराम्रो चाहना होइन। सबैलाई मिठो खान मन लाग्छ, राम्रो लाउन मन लाग्छ, विलासी जीवन जिउन मन लाग्छ। तर मलाई पनि लाग्थ्यो, तपाईँले जुन प्रश्न गर्नुभयो, तपाईँलाई त्यस्तो चाहना छैन भन्नुभयो। चाहना थियो, अहिले चाहिँ होइन, तर उहिले थियो। उहिले भनेको कहिले भन्दाखेरि जब म पनि युवा थिएँ, म पनि स्कुलमा पढ्थेँ, म पनि त्यति बेला चाहिँ भनौँ न 20-22 वर्षको युवा थिएँ, केही गर्न चाहन्थेँ होइन। म पनि त्यति बेला इन्जिनियर बन्न चाहन्थेँ, इन्जिनियर बनेर के न अनि धेरै पैसा कमाउन चाहन्थेँ, तर राम्रो जागिर खान चाहन्थेँ त्यति बेला। तर परिस्थितिले त्यो मैले गर्न पाएन त्यो उमेरमा, किनभने त्यो सबै चाहिँ चाहना भनेको उमेरमा चाहिँ लाग्ने चाहना हो क्या। अब कोहीलाई बुढेसकालमा पनि अब राम्रो मिठो खान, राम्रो चिटिक्क परेर हिँड्न मन लाग्छ होला, तर यदि त्यो एउटा उमेर हुन्छ, त्यो उमेरमा कसैले गर्न पाएन भने, त्यो आफ्नो चाहनालाई चाहिँ पुरा गर्न चाहेन भने र एउटा साधारण जीवन बिताउनु एउटा बाध्यतावश त्यो भयो भने पछिल्लो उमेरमा जस्तो मेरो आफ्नो उमेर भन्छु, मेरो उमेर जस्तोमा चाहिँ आएर त्यसको वास्ता हुँदैन। त्यो कुरा के हो भन्दाखेरि जस्तो म तपाईँ कतिलाई के अरे थाहा छ कि छैन, मैले मेरो उमेरमा गाउँमा बसेर गर्दाखेरि हामीले जुत्ता चप्पल लगाउँदैन थियौँ। चप्पल भन्ने त हामीले देखेको थिएन। अनि त्यति बेला अहिलेको जस्तो तपाईँहरूले जस्तो यो एकदमै यो खासाबाट आउने, चाइनाबाट आउने यो यस्तो कपडाहरू यो बजारमा हुँदैन थियो। उति बेला साधारण खद्दरको खादीको कपडाहरू हुन्थ्यो। त्यो कपडाहरूले सानोतिनो भनौँ न 100 कपडा हुन्थ्यो। 100 कपडामा एउटा कमिज जस्तो, एउटा कट्टु जस्तो लगाएर त्यसरी सबै, म मात्र भनेको होइन, सबै यो गाउँघरमा बस्नेहरू सबै, कसैले पनि जुत्ता लाउँदैन थियो, कसैले पनि त्यस्तो अहिलेको जस्तो राम्रो कपडाहरू लाउँदैन थियो। अनि सबैले चाहिँ आफ्नो गाउँघरमा एउटा सादा जीवन बिताइरहेको हुन्थ्यो। म पनि त्यो जमानामा हुर्केको मान्छे हो, र त्यो जमानामा हुर्केको कोही हुनुहुन्छ भने यो दर्शक वृन्दहरूमा तपाईँहरूले थाहा छ। त्यो कुरा जुन कुरा अहिलेको मान्छेहरूलाई थाहा छैन। अब मैले 14 वर्षको उमेरमा यही बाटो मेरो म्याग्दीबाट यो पोखरा हुँदै गएर यो खैरेनी टार हुँदै भिमाद हुँदै हिँडेर चितवन गएर 14 वर्षको उमेरमा 9 कक्षामा भर्ना हुँदाखेरि बल्ल पहिलो पटक चप्पल लगाउन पाएको। अनि यो त्यति बेला हामीले भनौँ अहिलेको जस्तो राम्रो कपडाहरू लाउन पाएको होइन। यसरी चाहिँ बाल्यकालदेखि नै मैले यसरी आफ्नो एउटा भनौँ न एउटा सादा जीवन जस्तो एउटा भनौँ न एउटा जीवन बाँचेको हुनाले अब पछि गएर अनि त्यसपछि के भयो भने अब जुन एउटा 20-25 वर्षको उमेर हुन्छ त्यति बेला पनि मैले त्यस्तो राम्रो चिजहरू लगाउने, राम्रो खाने, राम्रो चाहिँ मोज मजा गर्ने, रमाइलो गर्ने त्यस्तो किसिमको चाहिँ पाएन। मैले चाहिँ राम्रो लगाउने, यो मिठो खाने पाएको भनेको त अमेरिका पुगिसकेपछि मात्रै पाएँ। त्यति बेलासम्म त धेरै ढिलो भइसकेको थियो। त्यसपछि मैले अमेरिका पुगे पनि त्यो मिठो राम्रो खाने लाउने भन्ने किसिमको चाहना चाहिँ मलाई चाहिँ त्यति बेलादेखि नै नभएको हो। अहिले त म चाहिँ एउटा बानी भइसक्यो। अमेरिकाको कुरा गर्दाखेरि जस्तो अघि मैले जुन नेपाली युवाको अथवा संसारभरिकै युवाहरूको जुन कुरा गरेँ, सपनाको कुरा गरेँ, पैसाको कुरा गरेँ, जीवनशैलीको कुरा गरेँ, आजका नेपालीहरू चाहिँ जसोतसो विदेशी जाने, पाए त अमेरिकै जाने, युरोप अमेरिका जाने, नपाए अन्त अरू देश खाडी मलेसिया भए पनि जाने भन्ने जुन सपना छ, अचेल अलिअलि नगन्ने मात्रामै सही केही विदेशमा बसेका व्यक्तिहरू एउटा सफलताको चुलीमा पुगेर अथवा अरू केही उद्देश्य लिएर नेपाल फर्कने गरेको पनि अलिअलि देखिन्छ, उदाहरणहरू पनि छन्। तर अधिकांश भनेको चाहिँ विदेशी जाने छ। तर तपाईँ जुन बेलामा फर्कनु भयो आजभन्दा 20-25 वर्ष अगाडि, त्यति बेला चाहिँ अमेरिकाको त्यो सुखी
विलासी सुविधा सम्पन्न जीवनलाई पनि त्यागेर कुन सपना देखेर फेरि यही देश फर्कनु भएको थियो? यसमा खास गरी यसको प्रश्नको तपाईँले कुन सपना देखेर फर्किनु भयो भन्ने जुन कुरा छ, यसको उत्तर सोझो उत्तर के हो भने मैले कुनै सपना देखेर नेपाल फर्केको होइन। नेपाल फर्केर यसो गर्छु उसो गर्छु भन्ने किसिमको कुनै योजना बनाएर आएको पनि होइन। नेपालमा आउँदाखेरि मैले पैसाको कुम्लो बोकेर यहाँ आएर केही गर्छु भनेर आएको पनि होइन। र नेपालमा चाहिँ खास गरी अब अमेरिकामा गएर पढिसकेपछि अहिलेको जस्तो त्यति बेला थिएन, खास गरी सञ्चारको लागि। अहिले त संसारमा तपाईँहरूको भनौँ न आफ्नो इष्टमित्र जो पनि जहाँ पनि संसारको जुनसुकै कुनामा बसे पनि अहिले त तपाईँहरू मोबाइलबाट चाहिँ भिडियो च्याट गर्नुहुन्छ, कुराकानी गर्नुहुन्छ अगाडि बसे जस्तो होइन। अहिले चाहिँ इमेल लेख्नुहुन्छ, इमेलबाट कुराकानी गर्नुहुन्छ, भिडियो च्याट गर्नुहुन्छ, मोबाइलबाट छ साधनहरू छन्। तर त्यति बेला त मैले अमेरिकामा पढ्दाखेरि पनि यो इन्टरनेट भन्ने आइसकेको थिएन, आउनेवाला थियो तर आइसकेको थिएन। अब अमेरिकामा म 4 वर्ष बस्दाखेरि नेपालमा चाहिँ अब सम्पर्क गर्ने भनेको चाहिँ एउटा के थियो भने चिठीबाट सम्पर्क गर्नु पर्थ्यो। र अमेरिकाबाट यहाँ के अरे नेपालमा चिठी आउनको लागि झन्डै 1 महिना जति, 1 महिना 10-15 दिन जतिमा यहाँ आएर यहाँ मैले चिठी पठाएँ भने 1 महिना 10-15 दिनभित्रमा त्यसको यहाँबाट फेरि यहाँ चिठी लेख्ने मान्छेले तुरुन्तै चिठी लेखेर जवाफ लेख्यो भने त्यति समय लाग्थ्यो। त्यस कारणले त्यति बेला के भयो भने यो धेरै वर्षसम्म बाहिर आफ्नो इष्टमित्र घर परिवारसँग भन्दा बाहिर धेरै 4 वर्षसम्म बस्दाखेरि त अब मन लाग्यो नि, यहाँ आएर भेट्ने मन लाग्यो, त्यही भेटघाट गर्न भनेर आएको हो। र गाउँमा बसेर अलिकति भनौँ न केही डुलौँ, अलिकति रमाइलो गरौँ। 4 वर्षसम्म एकदमै घुटिएर कसिएर पढेको हुनाले अलिकति रमाइलो पनि गरौँ भन्ने हिसाबले चाहिँ म चाहिँ आएको हो। र यहाँ कुनै सपना बोकेर आएको होइन। यो कुरा मैले बारम्बार जहाँसुकै जुनसुकै मिडियालाई पनि भनिरहेको छु। तर घटनाक्रम चाहिँ के हुन्छ भने मान्छेको जिन्दगीमा यसरी चाहिँ कुनै कहिले कुराहरू चाहिँ के भन्दा चिताउँदै नचित्याएको कुराहरू पनि हुँदो रहेछ। जस्तो मैले भनिरहेको छु कि म अमेरिका पढ्न जाउँला भनेर चिताएको पनि थिएन। अनि दोस्रो कुरा अमेरिका पढेर नेपालमा आएर यहाँ यसो गरौँला उसो गरौँला भनेर कुनै सोचेको पनि थिएन, आइडिया पनि थिएन। तर घटनाक्रमले जिन्दगीमा नयाँ नयाँ मोडहरू लिँदो रहेछ र त्यही मोडको क्रममा चाहिँ म नेपालमा बस्न थालेँ। नेपालमा बसेर दुःख पाएन मैले। दुःख पाउने भनेको भनौँ न खान लाउन इत्यादिको केही दुःख भएन, किनभने म चाहिँ गाउँमा बसेर गाउँलेहरूसँग सिकेर मैले जति पनि गाउँमा कुराहरू गरेँ अधिकांश कामहरू चाहिँ मैले गाउँबाट गाउँलेहरूसँग सिकेर गरेको हो, अमेरिकामा पढेर गएर जानेर चाहिँ गरेको होइन। खास गरी सामुदायिक विकासको कामहरू मैले अमेरिकामा पढेर गाउँमा लगेर आफूले सिकेको कुरा चाहिँ गाउँमा पुर्याएको भनेको चाहिँ कम्प्युटर र इन्टरनेट चाहिँ हो। त्यो चाहिँ गाउँलेहरूलाई थाहा थिएन। त्योभन्दा बाहेकका जति अन्य कामहरू गरियो गाउँलेहरूसँग सिकेर गर्दै जाँदाखेरि मलाई अमेरिकामा बसेर जागिर खाएर त्यहाँ चाहिँ त्यो जागिर खाने भनेको पनि सजिलो छैन। त्यहाँको जुन जीवन बिताउनु भन्दा गाउँमा बसेर गाउँलेहरूको काम गरेर गाउँलेहरूले जे जस्तो दिन्छन् त्यही खाने होइन। गाउँलेहरूले अबसँग जहाँ जसरी बस्न पाइन्छ बस्ने, त्यो जीवन चाहिँ मलाई चाहिँ के लाग्यो भने रमाइलो लाग्यो। रमाइलो लागेको हुनाले नै बसेको, मलाई कसैले जबरजस्ती राखेको होइन। यो नेपालमा मलाई त अमेरिकामा बसेर पढेर यहाँ नेपालमा आएर यहीँ बस्नुपर्छ यहीँ बस भनेर चाहिँ जबरजस्ती राखेको पनि होइन, मेरो आफ्नो खुसीले बसेको हो। अनि गाउँलेहरूसँग बस्दाखेरि गाउँलेहरूले मलाई पालेको पनि हो। 20-22 वर्षमा गाउँलेहरूले पालेर बसेको मान्छे हो। र अमेरिकाको जो जागिर गरेर खाने एउटा जिन्दगी हुन्छ त्योभन्दा मलाई यहाँ रमाइलो लागेको पनि हो। अब यसमा खास गरी कुरा के छ भनेदेखि कति मान्छेहरूले र अधिकांश मान्छेहरूको सोचाइ के छ भनेदेखि अमेरिकाको
जीवन विलासितापूर्ण छ, सुखपूर्ण छ भनिन्छ। त्यो चाहिँ त्यसमा धेरै कुराहरू एकदम भ्रम छ। हो, विलासितापूर्ण छ, कारमा चढेर हिँड्न पाइन्छ, राम्रो घरमा बस्न पाइन्छ, तर घर त्यसै आउँदैन, त्यो कार त्यसै आउँदैन। अनि अस्पतालमा चाहिँ जान पाइन्छ, अस्पतालमा जानको लागि चाहिँ इन्सुरेन्स लिनुपर्छ, इन्सुरेन्स गर्नको लागि पैसा तिर्नुपर्छ। जे कुरा गरे पनि त्यहाँ पैसा तिर्नुपर्छ र पैसा तिर्नको लागि पैसा कमाउनै पर्छ। पैसा कमाउनको लागि घोटिएर काम गर्नै पर्छ। यहाँ गाउँघरमा बस्ने हामीहरू नेपालीहरू, साधारण नेपालीहरू भन्दा अमेरिकामा बस्ने नेपालीहरूले चाहिँ दोब्बर घोटिएर काम गर्छ र पो विलासितापूर्ण जीवन भयो। मिठो खान पायो, राम्रो लाउनु पायो, राम्रो घरमा बस्न पायो, राम्रो कारमा चढेर हिँड्न पायो। तर त्यो त बाध्यता पनि त छन् त्यहाँ। त्यो पुर्याउनुको लागि के गर्नु पर्यो भन्दाखेरि घोटिएर काम गर्नु पर्यो। घोटिएर काम नगरेसम्म त्यो जुन विलासितापूर्ण भन्ने, मैले त त्यसलाई चाहिँ के भन्छु भने एउटा भ्रामक चाहिँ एउटा भ्रम जस्तो देख्छु। हुन त अब कतिलाई त्यही कुरा मनपर्छ, अब मन पर्नेलाई मन नपराओ भन्नु भएन। तर त्योभन्दा यहाँको जीवनहरू पनि धेरै चाहिँ भनौँ न कम, एकदमै टेन्सन भएको अनि सरल जीवन चाहिँ देखेको हुनाले मैले चाहिँ यहाँको जीवन रोजेको हो। पुन्जु एउटा कुरा बताइदिनुहोस् न, आजको नेपाली जो अहिले विदेशमा छ, तपाईँ जसरी नै स्वदेश फर्कने किन, अर्को नेपाली जुन आज विदेश जान आतुर भएर खुट्टा उचालिरहेको छ, त्यसका पाइलाहरू यही रोकिनु पर्ने किन? के सम्भावना छ नेपालमा? अब के गर्न सकिन्छ? अमेरिकामा जस्तै घोटियो भने यहाँ केही उपलब्धि होला? हुन्छ, केही घोटिन त, जहाँ घोटिए पनि केही उपलब्धि त हुन्छ। तर अब कति उपलब्धि हुन्छ भन्ने कुरा चाहिँ अब फरक पर्न सक्छ। यहाँ मान्छेहरूले यहाँ दुःख नगरेको होइन, यहाँको नेपालको मान्छेहरूले दुःख गरिरहेको छन्, धेरै परिश्रम पनि गरिरहेको छन्। अब सबैले गरेको छैन त्यो बेग्लै कुरा हो, तर कतिपय मान्छेहरू धेरै दुःख गरेर पनि उनीहरूलाई यहाँ जीवन जिउन चाहिँ गाह्रो भइरहेछ, परिवार पाल्न गाह्रो भइरहेछ। त्यस कारणले विदेशमा चाहिँ के त भन्दाखेरि जाने चाहिँ उनीहरूको बाध्यता हो। विदेशमा जाने कोही पनि 99% भन्दा बढी मान्छे, 99.5% भनौँ न 5% अथवा 99% भन्दा बढी मान्छेहरू जति पनि विदेशमा गइरहेको छ, त्यो चाहिँ कोही रहरले गएको छैन। रहरले जाने चाहिँ 1% होला। 1% चाहिँ यहाँ पुगिसरी आए तापनि अब विदेशमा गएर अझै धेरै कमाउन सकिन्छ कि, अझै धेरै मोज गर्न सकिन्छ कि भनेर चाहिँ जानेहरू 1% होला। 99% नेपालीहरू यो त्यो के अरे त्यहाँ घुम्न चाहिँ गएको होइन। र अब यो एउटा गहन प्रश्न हो, यो विदेश जानेलाई चाहिँ यहाँ किन रोक्नुपर्छ भन्ने किसिमको कुराहरू आउँछ। र विदेश जानेहरूलाई विदेश नजाऊ भनेर कतिले चाहिँ उपदेश दिने पनि गरिन्छ। अनि विदेश गएकाहरूलाई तिमीहरू चाहिँ भगौडा हो, भागेर चाहिँ विदेश गएर चाहिँ के अरे तिमीहरूले धाक देखाउँछौ भनेर पनि भनिन्छ। अनि अब यो सबै कुराहरू चाहिँ के छ त भन्दाखेरि एउटा गहन कुरा हो। यो चाहिँ साधारण तौरले एउटा सतही रूपमा चाहिँ के अरे विश्लेषण गर्ने कुरा होइन। बाध्यताले विदेश गएको हो। बाध्यता के पर्यो त? कसले लखटेको हो? कसैले चाहिँ विदेश गएनस् भने तँलाई म मार्छु भन्ने एउटा लौरोले लखटेर गएको त होइन। परिस्थितिको लौरो त लखटिरह्यो। अब त्यही हो, परिस्थितिको लौरोले लखट्यो। अब यसमा चाहिँ खास कुरा के छ भनेदेखि यदि यही कुराले गर्दाखेरि तपाईँले जुन कुरा अहिले ल्याउनु भयो, यही कुराले गर्दाखेरि मैले राष्ट्रिय आविष्कार केन्द्र खोल्नु पर्ने रहेछ भन्ने किसिमको आइडिया चाहिँ मलाई 20 वर्षपछि आएको हो। अमेरिकाबाट फर्केर 20 वर्षसम्म गाउँमा बसेर काम गर्दै जाँदाखेरि मलाई 20 वर्षपछि के आइडिया आयो भने यो आविष्कार केन्द्र जस्तो केन्द्रहरू खोल्नु पर्ने रहेछ भन्ने किसिमको आइडिया चाहिँ कसरी मैले थाहा पाएँ भन्दाखेरि यसरी जब गाउँबाट हाम्रो दाजुभाइ दिदीबहिनीहरू चाहिँ विदेश जान थाले, गाउँ चाहिँ रित्तिन थाल्यो। हेर्नुहोस्, म गाउँमै बस्दाखेरि म आफैले देखेको कुरा हो। सुरुमा म अमेरिकाबाट आएर गाउँमा बस्दाखेरि फट्टफुट्ट मान्छेहरू विदेश जान थालेका थिए।
तर त्यहाँ बस्दा बस्दै 20 वर्षसम्म बस्दाखेरि गाउँका युवाहरू सबै जान थाले अनि गाउँमा कुनै काम गर्नु पर्यो भने मान्छे नै नपाउने। अब यो कुराले चाहिँ मलाई चाहिँ दियो दिमागमा चाहिँ घोच्यो। अनि मैले के सोच्न थालेँ भने अब यो विदेश जानेहरूलाई कसरी रोक्ने होला त, त्यसको उपाय छ कि छैन, केही उपाय छ कि भन्ने कुरा विदेश जानलाई रोक्ने उपाय सोच्दा सोच्दै मैले के थाहा पाएँ भनेदेखि विदेश जानेलाई रोक्नको लागि उनीहरूलाई जागिरको व्यवस्था नेपालमै गर्नु पर्यो। जागिरको सिर्जना नेपालमा नभएसम्म उनीहरू रोकिँदैन, जे गरे पनि रोकिँदैन, मान्छे हो जे जसो गरे पनि रोकिँदैन। त्यस कारणले विदेशमा जानेहरूलाई रोक्नको लागि अब सबैलाई रोक्न नसकिएला, तर बिस्तारै बिस्तारै रोक्दै जानको लागि त नेपालमा रोजगारीको सिर्जना गर्नु पर्यो। अब त्यो रोजगारीको सिर्जना कसरी गर्ने, रोजगारीको सिर्जना गर्नको लागि त अब यस्तो किसिमको यो उद्योग धन्दाहरू जागिर पाउने ठाउँ हुनु पर्यो नि। जागिर दिने त कसले हो त भन्दाखेरि उद्योग धन्दाहरूले जागिर दिने हो। अनि मैले के सोचेँ भने सरकारले जागिर दिने हो भन्ने कुरा सोचाइ थियो मेरो त्यति बेला। सरकारले जागिर नदिएर यो युवाहरू सबै विदेशी नै थाले भन्ने मैले सोच्थेँ, मैले पनि सोच्थेँ। अहिले पनि अधिकांश मान्छेहरूले त्यही भन्छन् र अहिलेको चुनावमा कति यो पार्टीहरूले चाहिँ के पनि घोषणा गरिरहेका छन् भने आफ्नो घोषणा पत्रमा ल मैले चाहिँ यो 5 वर्षको यो हाम्रो कार्यकालमा अब आउने 5 वर्षको कार्यकालमा चुनाव जित्यो भने हाम्रो सरकार बन्यो भने चाहिँ 10 लाख 20 लाख 15 लाख रोजगारी चाहिँ सिर्जना गर्छु भनेर सरकारले घोषणा गरिरहेको छ, जुन कुरा एकदमै गलत कुरा हो। सरकारले कुनै पनि देशमा कहिले पनि जागिर सिर्जना गर्दैन। हामी पनि के सोचेर बसिरहेका छौँ भने सरकारले जागिर सिर्जना गरिदिएला र हामी विदेश जानबाट के अरे रोकियौँ होला भनेर सोचिरहेका छौँ। सरकारले गर्ने कुरा के हो भन्दाखेरि त्यो कुरा म बताउँदै जान्छु, हेर्नुहोस्। तर रोजगारी सिर्जना गर्ने कसले हो भन्दाखेरि उद्योग धन्दा व्यवसायीहरूले हो। कुनै कारखाना खोल्यो भने कारखानामा 20, 50, 40, 100, 200 कामदार चाहिन्छ अनि त्यहाँ रोजगारीको सिर्जना भयो। कसैले अर्को कारखाना खोल्यो भनेदेखि त्यहाँ एउटा रेस्टुरेन्ट खोल्नेलाई त 4-5वटा मान्छे चाहिन्छ एउटा रेस्टुरेन्ट चलाउनको लागि। एउटा लेक साइडमा एउटा होटल कसैले खोल्यो भने त्यो होटल चलाउनलाई पनि चाहियो नि 10-20वटा कर्मचारी त चाहियो हो। त्यसरी रोजगारी सिर्जना हुन्छ। अब सरकारको काम के हो त? सरकारको काम के हो भने यस्ता किसिमका व्यवसायहरू खोल्नको लागि राम्रो वातावरण बनाइदिने हो, राम्रो सजिलो नियम कानुन बनाइदिने हो। वातावरण भनेको नियम कानुन हो। जुन कुरा यो जुन नियम कानुनले गर्दाखेरि लगानीकर्ताहरूलाई प्रोत्साहन होस्, लगानीकर्ताहरू चाहिँ एकदम खुसी साथ चाहिँ आएर कुनै किसिमको उद्योग धन्दा व्यवसाय गरून् अनि उनीहरूले चाहिँ के हो भन्दाखेरि रोजगारीको सिर्जना गर्ने हो। यो कुरा चाहिँ मलाई थाहा पाउनको लागि मैले यही कुरा जुन कुरा मैले तपाईँहरूलाई अहिले भनिरहेको छु यो कुरा थाहा पाउनको लागि मलाई 20 वर्ष लाग्यो, त्यो पनि गाउँमा बसेर। अनि त्यही कुरालाई सम्झेर अब रोजगारी सिर्जना कसरी गर्ने त भन्दाखेरि त व्यवसायीहरू उत्पादन गर्नु पर्यो। व्यवसायीहरू उत्पादन गर्ने भनेको के हो भन्दाखेरि अब यस्तो मान्छेहरू यो व्यवसाय उत्पादन गर्ने भन्ने चिज यो कलेजमा पढाएर युनिभर्सिटीमा पढाएर उत्पादन हुने होइन क्या। कतिले के ठान्छन् भने यो कलेजमा पढाएर हामी व्यवसाय उत्पादन गर्छौँ भन्ने ठान्छन्। हो, कलेजमा पढ्ने युनिभर्सिटीमा पढेर केही आइडियाहरू लिने त्यो बेग्लै कुरा हो। तर कलेजमा पढ्दैमा युनिभर्सिटीमा पढ्दैमा कोही व्यवसाय हुँदैन। व्यवसाय हुनको लागि चाहिँ के हुन्छ त भन्दाखेरि अलि त्यो सबै मान्छे हुन पनि सक्दैन। व्यवसाय हुने मान्छेहरू अलिकति उनीहरूको चाहिँ के हुन्छ सृजनशील हुन्छ, उनीहरूमा बेग्लै किसिमको प्रतिभा हुन्छ र त्यो सृजनशीलता र यो प्रतिभालाई उनीहरूलाई चाहिँ मलजल गर्नुपर्छ। मलजल कसरी गर्ने? त्यहाँ युरिया मल लिएर हाल्दैन अथवा गोबर मल लिएर हालेर मलजल हुन्छ होइन। त्यो उनीहरूको यो सृजनशील मान्छेहरूको प्रतिभालाई चाहिँ मलजल गर्ने भनेको सुरुको उनीहरूलाई आएको जुन आइडिया छ, विचार छ, त्यसलाई चाहिँ मलजल गर्नको लागि एउटा वातावरण बनाउनु पर्ने रहेछ। जुन ठाउँमा आएर उनीहरूले आफ्नो आइडियाबाट के बन्छ अथवा के बनाउन सकिन्छ भन्ने कुरा परीक्षण गर्न सकोस्। जस्तो उदाहरणको लागि म भन्छु, ल मानौ
कसैलाई एउटा राम्रो एउटा हलो बनाउनको लागि आइडिया आयो रे। ल अहिले भइरहेको हलो भन्दा बेग्लै किसिमको हलो बनाउने, एकदमै राम्रोसँग जोत्ने हलो बनाउने, ल मानौ उदाहरणको लागि आइडिया आयो। अब आइडिया त आयो उसलाई, उसले कहाँ गएर बनाउने भन्दाखेरि घरमा बसेर त बन्दैन। किनभने अधिकांश नेपालीहरूको घरमा के हुन्छ, औजार हतियार भनेको के हुन्छ त भन्दाखेरि अब यहाँ पोखराको त हुँदैन होला, गाउँघरको हो भनेदेखि गाउँघरको अधिकांश नेपालीहरूको घरमा हुने औजार भनेको हँसिया हो, घाँस काट्ने हँसिया, दाउरा काट्ने बन्चरो, अनि कोदालो, बारी खन्ने कोदालो, त्यति त हो। त्यतिले त केही बन्दैन नि। त्यस कारणले यस्तो किसिमको नयाँ आइडियाहरू आउने जसलाई आउँछ उनीहरूलाई आएको आइडियालाई चाहिँ व्यावहारिक रूपमा परीक्षण गर्नको लागि, बनाएर हेर्नको लागि, जाँच्नको लागि चाहिँ यो अनुसन्धान केन्द्रहरू, आविष्कार केन्द्रहरू चाहिने रहेछ। र त्यस्तो किसिमको केन्द्रहरू बनाउने जुन चलन हो नेपालमा रहन्छ, विदेशतिर छ। विदेशमा चाहिँ के छ त भन्दाखेरि धेरै धेरै अनुसन्धान केन्द्रहरू हुन्छन्। ती अनुसन्धान केन्द्रहरूमा के हुन्छ भन्दाखेरि कसैलाई कुनै नयाँ आइडिया आयो भनेदेखि त्यो अनुसन्धान केन्द्रमा गएर उनीहरूले भन्ने हो र उनीहरूले चाहिँ सरकारलाई अथवा कुनै संस्थाले उनीहरूलाई सहयोग गर्छ, त्यो आफ्नो आइडिया बनाउनको लागि सहयोग गर्छ। अनि त्यो आइडियाबाट के निस्किन्छ त भन्दाखेरि कुनै चिज निस्किन्छ, कुनै चिज बन्छ। अनि त्यो बनेको चिजलाई चाहिँ उनीहरूले के गर्छ भन्दाखेरि उत्पादन, एकदमै धेरै मात्रामा उत्पादन गर्छ। उत्पादन गरेर व्यापार गर्छ, व्यापार गरेर पैसा कमाउँछ, व्यापार गरेर उत्पादन गर्ने क्रममा रोजगारीको पनि सिर्जना गर्छ। तर नेपालमा चाहिँ कसैलाई कुनै चिज बनाउने कहीँ केही आइडिया आयो भने कहाँ गएर बनाउने ठाउँ छ, ल देखाउनुहोस्। नेपालमा कहीँ छ त्यस्तो कसैलाई आइडिया आयो भने गर्ने? यहाँ युनिभर्सिटीहरू छ, कलेजहरू छ, कलेजमा गएर त्यस्तो आइडियाहरू बनाउँछु भनेर भन्यो भनेदेखि त्यहाँ ठाउँ छ? अथवा यहाँ कोही चाहिँ तपाईँहरू उद्योग व्यवसाय सङ्घहरूले कहीँ त्यस्तो ठाउँ बनाउनु भएको छ? गण्डकी प्रदेशको सरकारले त्यस्तो आइडिया भएकोहरूलाई गएर केही गर्छु भन्ने, केही बनाउँछु भन्नेहरूलाई सहयोग गर्ने कुनै ठाउँ बनाउनु भएको छ? अनि ठाउँै नभएपछि कहाँ गएर बनाउने? सेतीको बगरमा गएर बनाएर त भएन नि। र त्यही भएर चाहिँ मैले यो आविष्कार केन्द्र खोल्नुपर्छ भन्ने जुन आइडिया छ, तपाईँले भनेको रोजगारीको सिर्जना गर्नलाई आविष्कार केन्द्र जस्ता अनुसन्धान केन्द्रहरू गर्छन्, खोल्नुपर्छ। जुन कुरा विदेशमा विदेशीहरूले गरिरहेको छ, विदेशमा पनि त्यही हो। मान्छे अहिले जापानमा, कोरियामा गएर त्यही रोजगारीको लागि जान्छ, भाषा ल्याङ्ग्वेज पढेर, भाषा पढेर त्यहाँ चाहिँ के खास गरी काम खोज्नै जाने हो। रोजगारीको सिर्जना कसरी भयो भन्दाखेरि त्यहाँ व्यवसायहरू बढे। व्यवसायहरू कसरी बढे भन्दाखेरि सरकारले व्यवसायहरू बढाउनको लागि के अरे राम्रो चाहिँ वातावरण बनाइदियो, राम्रो किसिमको एउटा नियम, नीति नियम, कानुनहरू बनाइदियो। अनि अर्को कुरा के गर्यो त भन्दाखेरि नीति नियम मात्र बनाएन कि उनीहरूले अनुसन्धान केन्द्रहरू खोलिदियो। अनुसन्धान केन्द्रहरू खोलेर कसैले केही आइडिया आयो भने त्यहाँ गएर उनीहरूले निकाले, कुनै चिजहरू निकाले, होइन, बनाए, विकास गरे, अनि त्यसको व्यापार गरेर त्यस किसिमले रोजगारीको सिर्जना गर्ने जुन किसिमको तरिका विदेशीहरूले गरिरहेको छ, हामीले पनि गर्ने तरिका त्यही हो। राष्ट्रिय आविष्कार केन्द्रले गर्न खोजेको पनि त्यही हो। र अहिले गण्डकी प्रदेशमा पनि हामीले यस्तो एउटा खोलौँ भन्ने किसिमले कुराहरू सुरुवात भइसकेको छ। र खास गरी गण्डकी विश्वविद्यालयमा त्यो अलिकति टाढा छ, यो गौन गौरा भन्दा उता टाढा छ, गण्डकी विश्वविद्यालयमा एउटा ठाउँ चाहिँ बनाएको छ। अब काम सुरुवात हुँदैछ त्यहाँ। एउटा कुरा त्यहाँ चाहिँ के हो भन्दाखेरि त्यहाँ कसैले केही बनाउन चाह्यो भने तपाईँहरू यहाँ अहिले यहाँ दर्शकमा हुनुभएका कसैले चाहिँ केही नयाँ कुरा आइडिया लियो, बनाउन चाहनु भयो भने त्यहाँ आउनुहोस्, म पनि त्यहाँ हुन्छु। महिनैभरि त हुँदैन, महिनामा चाहिँ कमसेकम 4-5 दिन 6-7 दिन चाहिँ महिनामा त्यहाँ हुन्छु। म नभए पनि कोही न कोही हुन्छ र तपाईँहरूको आइडिया सुन्छ। त्यहाँ तपाईँहरूको आइडिया सुन्छ, तपाईँहरूलाई के सहयोग गर्नुपर्ने हो त्यो कुरा सहयोग गर्छ, तपाईँहरूले बनाउने हो, फेरि अर्कोले बनाइदिने होइन, तपाईँहरूले कसिएर बनाउने हो, तपाईँहरूको लागि बनाउने हो। त्यही कुरा चाहिँ अहिले गण्डकी विश्वविद्यालय, गण्डकी प्रदेश सरकारसँग एउटा सम्झौता हुँदैछ। म त्यही सम्झौताको लागि चाहिँ त्यो अन्तिम चरणमा पुगेको छ।
त्यो सम्झौताको लागि चाहिँ यहाँ आएको हो। त्यसको उद्देश्य पनि के हो भन्दाखेरि यस्ता किसिमका कुनै चिजहरू कसैलाई बनाउन चाहनुहुन्छ भने त्यो बनाउने ठाउँ बनाइदिनु पर्यो। त्यो ठाउँ आफै बन्दैन, अहिलेसम्म कसैले बनाएको छैन। त्यो कुरामा उद्योग वाणिज्य सङ्घले पनि लाग्नु पर्यो। प्रदेश सरकारले गर्ने हो, यो हामीले किन गर्ने भन्ने होइन। उद्योग वाणिज्य सङ्घलाई यस्ता किसिमका अनुसन्धान केन्द्रहरू धेरै चाहिन्छ। किनभने तपाईँहरूलाई उद्योग वाणिज्य सङ्घलाई त व्यापार गर्नु पर्यो नि। अहिलेसम्म के को व्यापार गर्नु भएको छ? यहाँ नेपालमा सबै चिजको उत्पादन त भएको छैन। एउटा सानो औद्योगिक क्षेत्र छ पोखरामा। यो औद्योगिक क्षेत्रमा कति उत्पादन भएको छ? त्यहाँको कति उत्पादन चाहिँ यहाँ बजारलाई पुरा गरेको छ? त्यसको छेउ एउटा रौँ जति पुरा गरेको छ। अब यस्ता किसिमका उत्पादनहरू गर्नको लागि अनुसन्धान गर्नुपर्छ। अनुसन्धान गर्नको लागि अनुसन्धान केन्द्रहरू बनाउनु पर्छ भन्ने कुराले यो पोखरामा पनि यसको चाहिँ सुरुवात हुँदैछ। अब तपाईँहरूले हेर्दै जानुहोस्। अब के कति गर्न सकिन्छ, कोही गफ लागेको चाहिँ होइन। अब सकेको जति गर्ने, तर अनुसन्धान गर्नेलाई पूर्ण रूपमा सहयोग प्राप्त हुन्छ। जहाँबाट भए पनि सहयोग प्राप्त हुन्छ, जसरी भए पनि सहयोग प्राप्त हुन्छ। र यसको उद्देश्य के हो भन्दाखेरि आखिरमा गएर रोजगारी सिर्जना गर्ने। रोजगारी सिर्जना गर्ने, रोजगारी सिर्जना गर्यो भने जति मान्छे हाम्रो युवाहरू विदेश गइरहेको छन्, बाध्य भएर उनीहरूमा अलिकति त बस्ला। सबै के अरे नबसे पनि अलिकति आधालाई राख्न सक्यो भने पनि त देशमा चाहिँ अब विकासको चाहिँ काम होला। अब सबै युवा विदेशमा गयो भने गाउँघरमा विदेश, मैले त्यही भने उति बेला 20 वर्ष अगाडि आजभन्दा जुन छ 20 वर्षसम्म बस्दाखेरि मैले देखेको कुरा के हो भने गाउँमा केही काम गर्नु पर्यो भने खेताला नपाउने, ज्यामी नपाउने, कोही नपाउने। अहिले नेपालको हालत त्यही छ। न यो तराईतिर के अरे उसमा खेत रोप्छन्, धान काट्नु पर्यो भने, धान रोप्नु पर्यो भने यो इन्डियाबाट त्यहाँदेखि कामदार आउनुपर्छ। यहाँ बाटो बनाउनु पर्यो भने इन्डियाबाट कामदार आउनुपर्छ। किनभने यहाँको युवाहरू सबै बाहिर गयो। अब ती युवाहरूलाई किन नराखेको त भन्ने कुरा छ। अब जानेलाई चाहिँ हामीले जबरजस्ती राख्न सकिन्छ? सकिँदैन। तर यहाँको कमाइभन्दा उहाँको कमाइ राम्रो हुन्छ होला भन्ने हिसाबले उनीहरू जान्छन्। कतिले त कमाएको पनि छ होला, तर अधिकांशले गुमाएको छ, कमाएको छैन। त्यही पनि त मान्छेलाई त हामीले रोकेर राख्न सक्ने कुरा त भएन नि। त्यही हो कुरा। जवानी र पानी पहाडमा अडिन्न भन्ने पनि भनाइ छ, त्यस्तो पनि भएको होला। अथवा अवसरको समुद्र खोज्दै मानिसहरू अर्कोतिर बसाइ सर्छन्, पानी पनि समुद्र खोज्दै ओह्रालो लाग्छ। अर्को यो चाहिँ जुन उद्यमशीलता अथवा रोजगारी सिर्जनाको कुरा गर्नुभयो, आविष्कार केन्द्रहरू, अनुसन्धान केन्द्रहरू चाहिन्छ भन्ने तपाईँकै प्रयास र प्रयत्नमा गण्डकी प्रदेश सरकारले पनि गण्डकी विश्वविद्यालय अन्तर्गत एउटा आविष्कार केन्द्र खोलेको छ। तपाईँ अध्यक्ष रहेको संस्था काठमाडौँमा पनि छ। अहिले ठ्याक्कै यो आविष्कार केन्द्रले अहिले हामीलाई टेलिभिजनमा हेरिरहनु भएको, युट्युब फेसबुकमा हेरिरहनु भएको र यहाँ उपस्थित भएका दर्शक सबै सहभागीहरूलाई एउटा कुरा बताइदिनुहोस् न, आविष्कार केन्द्रले ठ्याक्कै अहिले के उत्पादन गरेको छ र त्यसले उद्यमशीलता विकासमा कस्तो योगदान गरिरहेछ? आविष्कार केन्द्र भनेको कारखाना होइन। एउटा कुरा चाहिँ यो चाहिँ सम्झनु पर्यो। किनभने कारखानाले कुनै चिज उत्पादन गर्छ होइन। औद्योगिक क्षेत्रमा रारा चाउचाउ कारखाना छ, त्यसले रारा चाउचाउ उत्पादन गर्छ। त्यहाँ चाहिँ एउटा बिस्कुट कारखाना छ, त्यसले बिस्कुट उत्पादन गर्छ। अनि त्यहाँ अर्को कारखाना छ जो साबुन उत्पादन गर्छ। यस्तै यस्तै हो। आविष्कार केन्द्र भनेको कुनै चिज उत्पादन गर्ने कारखाना होइन। त्यो आविष्कार केन्द्र भनेको चाहिँ के हो त भन्दाखेरि कसैले कुनै चिज उत्पादन गर्न चाह्यो भने, ल मानौँ उदाहरणको लागि बिस्कुटै उत्पादन गर्न चाह्यो, नौलो किसिमको बिस्कुट बनाउँछु भनेर भन्न चाहे। अब नौलो किसिमको बिस्कुट कसरी बनाउने? त्यो बनाउनको लागि त उसले चाहिँ परीक्षण गर्नु पर्यो। त्यहाँ गएर विभिन्न आइडिया लगाएर विभिन्न किसिमको स्वाद भएको, विभिन्न किसिमको डिजाइन भएको बिस्कुटको चाहिँ त्यहाँ अनुसन्धान गर्नु पर्यो, बनाउने अनुसन्धान गर्नु पर्यो। त्यो हो आविष्कार केन्द्रले गर्ने। आविष्कार केन्द्रमा अहिलेसम्म गर्ने हो भनेदेखि 96वटा चिजहरू बनाउनलाई प्रयास गरे। अब त्यो 96वटाको सबैको नाम बताएर त्यहाँ भएर जस्तो अहिले तपाईँले एउटा सोलर ड्रायर अथवा कपी भुट्ने होइन, अब म भन्दैछु देखिन्छ, सुनिन्छ त्यस्तो। अब त्यो 96वटा चिजहरू बनाउन सुरु गरे। राम्रै थियो त्यो चिजहरू, तर अनुसन्धान गर्दाखेरि के हुन्छ भने
त्यो सबै चिज सफल हुँदैन। 96वटामा 60वटा चिजहरू जुन बनाउन खोजिरहेका थिए, प्रयास गरे, बसरी प्रयास गरे, कोसिस गरे, तर फेल भयो। अब त्यो बाँकी रहेको 30-35वटा चिजहरूमा अहिले चाहिँ अरू बन्दैछन्, प्रयास गर्दैछन्, तर 10वटा जति चिज चाहिँ अलि राम्रो भएको छ र यो अब बन्छ, यो अब यसले चाहिँ मार्केटमा जाने स्थितिमा छ भनेर चाहिँ त्यो चाहिँ भन्न सकिन्छ। त्यो भनेको राष्ट्रिय आविष्कार केन्द्रले अब त्यही 10वटा चिज मात्रै बनाएर बस्ने भनेको त होइन। राष्ट्रिय आविष्कार केन्द्रमा अहिले राम्रो भएको चिजहरूमा के छ त भन्दाखेरि एउटा कफी फुट्ने मेसिन भनेर त्यो पनि राम्रो हुँदैछ। त्यो अब त्यसलाई एकदमै विदेशको जस्तो एकदमै राम्रो भन्ने त्यो स्टेजमा चाहिँ हेर्दा राम्रो अब भन्ने कुरा चाहिँ भएको छैन, तर काम चाहिँ राम्रै गरेको छ। त्यसलाई पनि अझै सुधारहरू हुँदैछ। अब हुन लाग्यो भन्न सकिन्छ। त्यसलाई त्यो उत्पादनमा गएको छैन। अब यो राम्रो भइसक्यो भने बल्ल उत्पादनमा जान्छ। त्यो अहिलेसम्म त 6-7वटा बन्यो। त्यो 6-7वटाले मात्रै त केही हुनेवाला छैन। त्यसपछि अर्को राम्रो भएको भनेको चाहिँ यो अस्पतालहरूमा, हेल्थ पोस्टहरूमा राख्ने बेबी वार्मर भन्ने चिज छ। बेबी वार्मर भनेको बच्चालाई न्यानो बनाउने। जस्तो गाउँघरमा हामीले भर्खर जन्मेको बच्चालाई तेल घसेर न्यानो बनाइन्छ नि, तातो के अरे तोरीको तेल आगोमा घसेर न्यानो बनाइन्छ। त्यो चाहिँ अस्पतालहरूमा भर्खर जन्मेको बच्चालाई न्यानो बनाउनको लागि एउटा मसिन हुन्छ, त्यसलाई बेबी वार्मर भनिन्छ, न्यानो पार्ने। त्यो चाहिँ 40वटा बनाएर 40वटा अस्पतालहरूमा अहिले परीक्षण भइरहेको छ, राम्रै भइरहेको छ। तर त्यो अब त्यसपछि 50वटा अरू बन्दैछ। अब त्यसलाई पनि हामीले उत्पादनै भयो भन्न मिल्दैन। भर्खर उत्पादन हुन सुरु भएको छ भनेर त्यहाँ हामीले भन्न मिल्छ। अब आविष्कार केन्द्रमा अरू के पनि भइरहेको छ भने खानेकुराहरू बनाउने, जस्तो सातु बनाउनेदेखि लिएर अचार बनाउने अनि विभिन्न किसिमको यो मिठाईहरू बनाउने जस्ता चिजहरू बनाउँदैछन्, परीक्षण गर्दैछन्। केही चिजहरू बजारमा पनि लगेर बजारमा पनि अलिअलि पुर्याउँदैछन्। त्यो पनि परीक्षण हुँदैछ, त्यो बन्दैछ, त्यो के अरे सिक्दैछन्। त्यो पनि अझै भनौँ न करिब त्यति मात्र बनाउने होइन कि अरू धेरै चिजहरू बनाउन कोसिस गरिरहेका छन्। अब राष्ट्रिय आविष्कार केन्द्रमा जस्तो अब गाउँघरलाई चाहिने कुरा अर्को यो कृषिको औजारहरू बनाउने भनेको छ। जस्तो अब गाउँघरको यो खास गरी पहाडी भेगको कृषकहरूले उनीहरूलाई चाहिने विभिन्न किसिमको औजारहरू बनाइदिनु पर्यो। जस्तो कोदो रोप्ने औजार बनाइदिनु पर्यो, कोदो काट्ने औजार, अथवा धान रोप्ने सानो मसिन, खेत जोत्ने सानो मसिन बनाइदिनु पर्यो, जो चाहिँ गाउँको एकदम पाहामा पनि लैजान सकिन्छ। अनि खन्ने राम्रो सजिलो कोदालो बनाइदिनु पर्यो, गोड्ने कुनै एउटा मसिन बनाइदिनु पर्यो भन्ने कुराहरू छ। ती चिजहरू चाहिँ त्यो पनि बन्दैछ। ती चिजहरू परीक्षण हुँदैछन् तिनीहरू, र केही चिजहरू अलिअलि बजारमा पनि गइरहेका छन्। अब आविष्कार केन्द्रमा अर्को चाहिँ बनेर परीक्षण गरिरहेको कुरा के छ भने कुखुराको अन्डाबाट चल्ला पार्ने, कुखुरा, हाँस अथवा जेको पनि अन्डाबाट त्यहाँ के अरे चल्ला पार्ने भनेर त्यो गाउँघरको लागि। गाउँघरमा चाहिँ जसलाई चाहिँ 200-400वटा कुखुरा पालेर एउटा सानो एउटा व्यवसाय गर्न चाहन्छ भने आफैले उत्पादन गरेको अन्डाबाट चल्ला निकाल्ने। चल्ला किन्न त पाइन्छ बजारमा, ब्रोइलरको चल्ला किन्न त पाइन्छ, तर अन्यको हाँसको चल्ला चाहियो अथवा लोकल कुखुराको चल्ला चाहियो, आफ्नो घरमै उत्पादन गर्नु पर्यो भने त्यहाँ चाहिँ त्यो के अरे अन्डाबाट चल्ला उत्पादन गर्ने ह्याचरी मेसिन भन्छ, त्यो मसिन बनाएर उत्पादन गरिरहेको छ। 8-10वटा गएर टेस्टहरू भइरहेको छ, राम्रै भइरहेको छ। अब त्योभन्दा बाहेक अर्को नेपालीले खुब मन पराउने भनेको खुवा मन पराउँछ। अब खुवा बनाउने यो व्यवसायहरूले खुवा बनाउनुको लागि मसिन चाहियो भनेर अनुरोध गरे। उनीहरूलाई त्यो खुवा बनाउने यो 60 लिटर यो दुधलाई एउटा भाँडोमा हालेर त्यहाँ बिजुलीको मोटर फिट गरिदियो भने त्यहाँदेखि त्यहाँबाट त्यो घुमाइ आफैले चाहिँ खुवा बनाउने त्यो मसिन बनाएर 8-10वटा मसिनहरू चाहिँ अहिले ठाउँ ठाउँमा लगेर चलाइरहेको छ। अब यहाँ
व्यवसायहरूले पोखराको पनि व्यवसायहरूले हामीलाई भनेको थिए, सानो व्यवसायहरूले कि सातु बनाउने रे उनीहरूले विभिन्न गेडागुडी मकै भटमास अब गहुँ अब के हुन्छ यो गेडागुडीहरूलाई चाहिँ सबैलाई मिसाएर पिसेर सातु बनाउनेको लागि भुट्ने मसिन चाहियो अरे तिनीहरूलाई। अब कति अहिले त अब हामीले त्यो भाँडोमा हालेर हाँडीमा हालेर भुटिन्छ नि, हातले भुटिन्छ, त्यो मसिन चाहियो, भुट्ने मसिन चाहियो भनेर त्यो मसिन चाहिँ त्यहाँ बनाइदिएर चाहिँ यो भुट्ने मसिन जुन छ त्यो आफै त्यहाँ हालिदिएपछि आफै भुटिने, घुमेर मोटरले घुमाएर भुट्ने त्यो मसिन बनाएर चाहिँ 10-12वटा कतिवटा लगिसकेको छ। अब यस्तो किसिमका यो साना साना चिजहरू त्यहाँ बन्दैछन्, 10-12वटा 8-10वटा गइसकेको पनि छ। अब त्यति मात्र हाम्रो उद्देश्य होइन। 10वटा मसिन बनाएर कुन चाहिँको चाहिँ धेरै रोजगारी उत्पादन हुन्छ त। हाम्रो उद्देश्य भनेको के हो त भन्दाखेरि त्यस्ता किसिमका मसिनहरू जो गाउँलेहरूलाई अथवा जो हाम्रो समुदायलाई चाहिँ फाइदा हुन्छ, सजिलो हुन्छ, धेरै मात्रामा उत्पादन गर्ने। अब हाम्रो जाने कदम भनेको चाहिँ के हो त भन्दाखेरि ती मसिनहरूलाई उत्पादन गर्नको लागि लगानीकर्ताहरू खोज्ने, जस्तो कि लगानीकर्ताहरू खोजेर अनि तिनीहरूलाई चाहिँ धेरै मात्रामा बनाएर मार्केटमा ल्याउने र त्यस्तो मार्केटमा ल्याएको चिजहरू यस्तै यस्तै प्रदर्शनीमा राखेर पनि बेच्ने। पुन्जी मैले यस्तोमा त्यही सोध्न खोजेको, जस्तो तपाईँहरूले त्यस्तो मेसिनको एउटा आविष्कार अथवा विकास गर्नुभयो होइन, त्यसको चाहिँ मास प्रोडक्सन गर्न अथवा कमर्सियल प्रोडक्सन गर्नलाई चाहिँ अर्को कुनै उद्योग खुल्नुपर्ने हो कि त्यस्तो चासो खाँचो राखेर तपाईँहरूले विकास गरेको मेसिन चाहिँ ल हामी अब यसको मास प्रोडक्सन गर्छौँ अथवा कमर्सियल प्रोडक्सनमा जान्छौँ भनेर कोही आएका छन् कि छैनन्? त्यस्तो के छ? त्यो आइरहेका छन्। त्यो अब पहिला कुरा के हो त भन्दाखेरि हामीले त्यहाँ बनाएर सबै चिजहरू यो काम गर्छ कि गर्दैन भनेर परीक्षण गर्ने, काम गरेन भनेदेखि त्यसलाई अलिकति सुधार गर्ने होइन, अनि फेरि हेर्ने, परीक्षण गर्ने, काम गरेन भने फेरि सुधार गर्दै गर्दै गएर त्यसलाई चाहिँ राम्रो बनाउने, त्यो एउटा हाम्रो काम भयो। अब त्यसरी बनेको जुन सामान छ त्यसलाई चाहिँ लगानीकर्ता चाहियो भनेको कारण के हो भने कोही लगानीकर्ता आएर त्यो बनाउने मान्छेहरूसँग मिलेर लगानी गरेर उद्योग धन्दा खोल्नु पर्यो। उद्योग धन्दा खोलेर धेरै मात्रामा चाहिँ उत्पादन गर्नु पर्यो। जस्तो मानव पोखराको यहाँ एउटा के अरे औद्योगिक क्षेत्र छ, औद्योगिक क्षेत्रको कुनै उद्योगले चाहिँ त्यहाँ उत्पादन भएको यो चिज चाहिँ हामी लगेर एकदमै धेरै सङ्ख्यामा चाहिँ उत्पादन गर्छु भन्यो भने पायो नि त्यो त। अब त्यसो गर्नको लागि कम्पिटिसन पनि गर्नु पर्ला। कुनै चिजलाई 2-4वटा भनौँ न लगानीकर्ताहरूले मन परायो भने जसले चाहिँ धेरै गर्छ उनीहरूको क्षमता हेरेर हामीले चाहिँ उनीहरूलाई यो चाहिँ गर्ने अधिकार चाहिँ उनीहरूलाई दिने हो। राष्ट्रिय आविष्कार केन्द्रले हामीलाई उनीहरूलाई चाहिँ केही त्यस्तो किसिमको अपेक्षा गर्दैन। त्यो हामीले चाहिँ सिर्फ आइडियाबाट कुनै चिज बनाएर त्यो बनेको चिजलाई चाहिँ हामीले लगानीकर्ताहरूलाई दिने हो र लगानीकर्ताहरूले लगानी गरेर अनि उत्पादन गरेर चाहिँ देशमा रोजगारीको सिर्जना गर्ने, व्यापार गर्ने हो। र त्यो कुरा चाहिँ यो उद्योग वाणिज्य सङ्घहरूलाई चाहिँ धेरै चाहिन्छ। त्यस कारणले अनुसन्धान आविष्कारमा उद्योग वाणिज्य सङ्घहरूले पनि लगानी गर्नु पर्यो भनेको हो, तर उद्योग वाणिज्य सङ्घहरूले अहिलेसम्म लगानी गरेको छैन। अर्को लगानीकर्तामा के हुन्छ, लगानीकर्तामा के हुन्छ त भन्दाखेरि अब अहिले नेपालमा यसरी चाहिँ लगानी गरेर उद्योगहरू खोल्नलाई मान्छेहरू हिचकिचाइरहेको छन्। भोलि गएर यो असफल भयो भने के होला भन्ने कुराहरूमा त्यो असफल भयो भने के होला भनेर कुनै काम गरेन भनेदेखि त कहिले पनि कुनै काम सुरु हुँदै हुँदैन। त्यस कारणले लगानीकर्ताहरूले एकदमै अब उनीहरूले के गर्नु परेन भने यो कुनै चिज बनाउनको लागि उनीहरूले अनुसन्धान गर्नु परेन। अनुसन्धान गर्ने काम चाहिँ राष्ट्रिय आविष्कार केन्द्रले गरिदिने भयो। काम गर्ने नगर्ने कुराहरू त्यसको प्रविधिको विकास चाहिँ राष्ट्रिय आविष्कार केन्द्रले गरिदिने भयो र लगानी गर्ने कुराहरू चाहिँ रिस्क लिएर लगानीकर्ताहरूले गर्ने हो। अलिकति त्यसमा जोखिम चाहिँ मोल्नै पर्छ। व्यापार भनेको जोखिमको कुरा हो। जोखिम नमलेसम्म कसैको पनि व्यापार हुने होला छैन। अघि तपाईँले भने जस्तै फेरि मूर्ख भन्नु पर्यो। मूर्ख होइन, पोजिटिभ अर्थको मूर्ख। मूर्ख भन्दाखेरि पनि चलाख बन्नु पर्यो। त्यो चाहिँ यो व्यापार गर्ने कुरामा
चलाख हुनुपर्छ, मूर्ख गरेर व्यापार गर्यो भने फेरि डुब्छ। दुस्साहस गर्नु पऱ्यो। ठिक छ, हुन्छ। हामी कार्यक्रमको अन्तिममा छन्, मसँग धेरै प्रश्नहरू पनि छैनन्। मलाई लागेको अघि जुन तपाईँले राष्ट्रिय आविष्कार केन्द्रले विकास गरेका मेसिनहरूको कुरा गर्नुभयो र आम सर्वसाधारणहरूलाई लागेको पनि कुरा, म त्यो मेरो आफ्नो व्यक्तिगत भन्दा पनि आम सर्वसाधारणहरूको जिज्ञासा के छ भने अब महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले चाहिँ जुन मेसिनहरू अहिले उत्पादन गर्नलाई विकास गर्नलाई प्रयास गरिरहेछ, जस्तो अहिले हामीले उदाहरण लियौँ बेबी वार्मरको कुरा गऱ्यौँ, सोरल ड्रायरको कुरा गऱ्यौँ, कफी भुट्ने मेसिनको कुरा गऱ्यौँ, माछाको कत्ला फाल्ने मेसिनको कुरा गऱ्यौँ, खुवा बनाउने मेसिनको कुरा गऱ्यौँ। यी कतिपय प्रोडक्टहरू त इन्टरनेसनल मार्केटमा सहजै उपलब्ध हुन्छन्, अनि फेरि हामीले चाहिँ बनाएर के गर्ने हो र हामीले